तपाईं पहिला आफ्नो क्रोम ब्राउजर ओपन गर्नुस् अनि यहाँ सर्च गर्नुस् किवा। त्यसपछि यहाँ होम किवा देख्नुभएको छ यहाँनेर फर्स्टमा है, यसमा क्लिक गर्नुस्। त्यसपछि यो तपाईले पढ्न पनि सक्नुहुनेछ। अब मैले भिडियो लामो हुन्छ यहाँनेर लेभल लो भनेको छ, अब त्यस कारण म यहाँनेर देख्नुभएको छ 3 डट यहाँनेर यसमा क्लिक गर्नुस्। त्यसपछि यहाँनेर रजिस्टर भनेको छ, सिङ इन भनेको छ। पहिला तपाईले रजिस्टर गर्नुपर्छ, त्यसपछि यसमा गएर जतिखेर तपाईलाई आवश्यक पर्छ त्यतिखेर तपाईले अन गर्न सक्नुहुन्छ। यहाँनेर रजिस्टरमा जानुस्। त्यसपछि तपाईले यहाँनेर आफ्नो एकाउन्ट नम्बर राख्नुस्। त्यसपछि तपाईले आफ्नो एक्सपायरी डेट कति छ त्यो राख्नुस्। तपाईको एकाउन्टमा एक्सपायरी डेट है तपाईले पहिला चेक गर्नुला, त्यसपछि राख्नुला आफ्नो। त्यसपछि यहाँनिर भेरिफाई माई इन्फर्मेसन भनेको छ, यसमा क्लिक गर्नुस्। त्यसपछि तपाईले जुन नम्बरबाट अप्सर ओपन गर्नुभएको त्यो मोबाइल नम्बरमा कोड जान्छ है। मेरो आइसकेको छ, तपाईको अप्सर खोलेको उसमा नै जान्छ है, त्यो याद गर्नु होला। 7033332 7033332 नेक्स्ट गर्नुस्। त्यसपछि आफ्नो इमेल एड्रेस राख्नुस् अनि आफ्नो पासवर्ड राख्नुस्। अनि त्यसपछि रिपिट पासवर्ड टाइपिङ गर्नुस् जो माथि गर्नुभएको थियो अनि यहाँनिर नेक्स्टमा क्लिक गर्नुस्। अनि तपाईले अप्सर ओपन गरेको जो नम्बर हो त्यो नम्बर टाइपिङ गर्नुस्। त्यसपछि सेन्डमा क्लिक गर्नुस्। यहाँनिर तपाईको कन्फर्म कोड भनेको छ, यसमा कोड आउँछ त्यो मोबाइलमा। तपाईले जुन मोबाइलमा अप्सर ओपन गर्नुभएको छ त्यो नै तपाईले युज गर्नु होला है। मेरो आइसक्यो 5572 5572। त्यसपछि यहाँनिर आई एग्री भनेको छ नि, यहाँनिर यसमा क्लिक गर्नुस्। यसमा टिक लगाउनुस् अनि क्रिएट अकाउन्टमा क्लिक गर्नुस्। त्यसपछि तपाईले पासवर्ड सेभ पनि गर्न सक्नुहुन्छ, मैले सेभ गरे। त्यसपछि यहाँ लगइन हुँदैछ। तपाईले पासवर्ड नबिर्सिनु होला, जो राख्नु भएको थियो त्यो सेभ गर्नु होला। मोबाइलमा सेभ गरेपछि अटोमेटिक सेभ भइहाल्छ। यहाँनिर पुरा तपाईको इन्फर्मेसनहरु लोड हुँदैछ। तपाईले यो सम्पूर्णले रजिस्टर गर्नु होला, यो फाइदा छ। अरूलाई भन्न आवश्यक छैन, आफैले चेक गर्न सक्नुहुन्छ तपाईको सम्पूर्ण डिटेल्स। यहाँ हुँदैछ। यदि तपाईले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज गर्नु होला। मैले यस्तै इन्फर्मेसन भिडियोहरु बनाउने गर्छु। भइसकेको छ मेरो कम्प्लिट। हेर्नुस् मेरो आइडी नेम आइसक्यो। हेर्नुस् यहाँनिर गएर अब लगआउट गर्नुस् है। लगआउट गरिसकेपछि तपाई क्रोम ब्राउजर ओपन गर्नुस् अनि सर्च गर्नुस् किवा। त्यसपछि होम किवामा क्लिक गर्नुस्। त्यसपछि यहाँ 3 लाइन देख्नुभएको छ, यसमा क्लिक गर्नुस्। रजिस्टर सिङ इन रजिस्टर गरिसकेपछि तपाईले अहिले सिङ इनमा क्लिक गर्नुस्, सेकेन्डमा है, यसमा है। त्यसपछि तपाईको मोबाइलमा यस्तो इन्टरफेस आउँछ, आइडेन्टिटी नम्बर और इमेल और पासवर्ड। तपाईले आफ्नो अकाउन्ट नम्बर पनि राख्न सक्नुहुन्छ र तपाईले रजिस्टर गर्ने समयमा जो इमेल राख्नु भएको थियो त्यो पनि राख्न सक्नुहुन्छ है। त्यसपछि पासवर्ड आफूले के राख्नु भएको थियो त्यो राख्नुस्। तर पासपोर्ट राख्दै गर्दा तपाईले 10 नम्बरको राख्नु होला र फर्स्ट क्यापिटल लेटर राख्नु होला। अनि तपाईले कुनै अंक पनि जोइन गर्न सक्नुहुन्छ, अर्ध रेटहरु जोइन गर्न सक्नुहुन्छ है।
त्यसपछि अब तपाईँ आफ्नो अकाउन्ट नम्बर र पासवर्ड राख्नुहोस्। आइडेन्टिटी नम्बर पासवर्ड राखिसकेपछि यहाँनिर रिमेम्बर मीमा क्लिक गर्नुहोस्। तपाईँले पासवर्ड बिर्सिनु भएको छ भने यहाँनिर फर्गेट पासवर्ड भनेको छ, यहाँनिर यसमार्फत पनि तपाईँले चेन्ज गर्न सक्नुहुन्छ पासवर्ड। यो तपाईँले टाइपिङ गरिसकेपछि आइडेन्टिटी नम्बर र पासवर्ड यहाँनिर कन्टिन्यूमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको मोबाइलमा नम्बर आउनेछ, भेरिफिकेसन कोड मेरोमा आइसक्यो 8679 अनि सिङइनमा क्लिक गर्नुहोस्। मेरो लगइन भइसकेको छ। अब यसमा तपाईँले इन्डिभिजुअल अकाउन्ट भनेको छ नि, यसमा क्लिक गर्नुहोस्। लोडिङ हुँदैछ, इन्टरनेट स्लो भएको कारण। ल हेर्नुहोस्, अब तपाईँले यसरी पुरा आफ्नो डिटेल हेर्न सक्नुहुन्छ। अब मैले यो आफ्नो डिटेल त तपाईँलाई देखाउने कुरो भएन, यो प्राइभेसीमा पर्छ हैन। यसमार्फत तपाईँले सजिलै चेक गर्न सक्नुहुन्छ कुन कम्पनीमा हो, ड्युटी के हो, तपाईँको जोइन भएको कहिले हो, सम्पूर्ण डिटेल हुन्छ। यसरी तपाईँले चेक गर्न सक्नुहुन्छ। आशा गर्छु तपाईँलाई यो भिडियोले हेल्प मिल्यो। यदि तपाईँलाई यस्तो भिडियोहरू राम्रो लाग्छ भने मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला।